नमस्ते, म दिपान्सी नेउपाने। म आज मेकअप गर्दैछु। मेरो मेकअप मन पर्छ भने हजुरहरूलाई पनि यस्तै सामानहरू चाहिएको छ भने हामीलाई सम्पर्क गर्नुहोला। सुरुमा म लाउँदैछु एलोभेरा सिरम। सुरुमा एलोभेरा सिरम लाउँछु है त। कस्तो राम्रो हुन्छ यो लगाएपछि, ओइली फेस, ड्राईलाई पनि राम्रो हुन्छ, ओइलीलाई पनि राम्रो हुन्छ। यो त भयो सिरम। अनि फेरि मैले लाउँदैछु सिटाफिलको मोइस्चराइजर। कस्तो छ, सबैभन्दा राम्रो हुन्छ यो, अनि मैले युज गर्छु। फेसलाई जति सक्दो ओइली बनाउनुपर्छ, राम्रो हुन्छ। ओइली फेसलाई पनि राम्रो हुन्छ यो। ड्राई छ भने ड्राईलाई नै हुन्छ। घामबाट पनि बच्छ। कस्तो राम्रो छ यो। तपाईहरुलाई पनि चाहिन्छ भने किन्नुहोला। यो त भयो मोइस्चराइजर। अनि त्यसपछि सनस्क्रिम, टेन्टेडको सनस्क्रिम। म आस्ताबेरीको पनि लाउँछु, राम्रो हुन्छ। टेन्टेडको पनि राम्रो छ। ल हेर्नुहोस् है। हातले लगाए नि हुन्छ। अब अहिले त यसले लाउँछु। यो पनि भयो। अब फेरि अब कुनै यति त ठिक छ हैन। अब मैले कुनै फङ्सनहरुमा, बर्थडे पार्टीहरुमा, बिहे पार्टीमा जानु छ, कुनै ठाउँ जानु छ भने मैले राम्री हुनलाई त चाहिन्छ अलिक गोरी हैन। त्यसको लागि फाउन्डेसन त लाउनै पर्छ नि। फाउन्डेसन लाएन भने त नलाए नि हुन्छ, लाएन भने पनि हुन्छ। अब कसैले लाउँछन्, कसैले लाउँदैनन्। अब अलिकति साइनिङको लागि चाहिँ राम्रो हुन्छ। फाउन्डेसन त कहीँ जान पार्टीहरुमा त लाउनै पर्छ नि, हैन र? कहिले काहीँ लाउँछु, म खासै लाउँदैन। अब उसरी घरमा बस्दा त लाउनु हुँदैन, कहीँ जाँदा मात्रै लाउनु पर्छ, पार्टी सटीमा। तपाईको दाग धब्बा छ भने पनि यो फाउन्डेसनले एकदमै राम्रो गर्छ है त। अब यो त भयो। अब मेरो के बाँकी रह्यो? अब के बाँकी रह्यो त मैले लाउनु? लिपस्टिक। मैले चाहिँ प्रिटी फिल्लीको लिपस्टिक लाउँछु। तपाईहरुलाई पनि चाहिएको छ भने सम्पर्क गर्नुहोला। अब रह्यो के बाँकी? केटीहरुलाई त फेरि गाजल बिना त राम्रै देखिन्न। सबैलाई थाहा भएकै कुरा हो, हैन र साथीहरु? अब मैले लाउँछु गाजल। गाजल फेरि
भिडियोमा हेरेर मात्रै मैले गाजल लगाइरहेको। वाउ राम्रो भएछ। अब त सक्यो मेकअप। कस्तै देखियो त? थ्याङ्क यू, धन्यवाद।